नमस्कार दर्शकबिन, फेरि पनि म न्यू रियाक्सन भिडियो लिएर आइसकेको छु तपाईहरुको सामु हैन। रियाक्सन भिडियो रहेको छ र्याप सङ। र्याप भन्ने बित्तिकै अब सुरुमा त आरआइपी एमपुत हैन, सराउ टु बिटिन, सराउ टु लाउरे एके आशिष राणा, युनिक पोइन्ट सराउ टु हैन सबैजनालाई। यही सो आज सो हामी सबैजना मिलेर हेरौँ। सो लेट्स गो। बवाल छ गाइस, बवाल ये टुकी ब्रदर, लेट्स गो। मन यो इन्डस्ट्रीको बाग गर्दैछ नेपाल भरि राज नभए जङ्गल बस्ने आँट कसैले नदे हुन्छ धाक नभने दिन नभने रात कोहीले नि दिन नभने साथ कसैको हुन्न रहेछ बाल आफ्नैले दिन नभने हा यो पूर्व मेरो यो पश्चिम। गाइज यो मार्क्स चाहिँ त्यो के भन्छ अरे हिन्दीको हाउसफुल 5को त्यो प्रमोसन फिल्म गर्दाखेरि लगाएर आएको थियो नि ठ्याक्कै। त्यो बेला देखादेखि डिजाइन हो नि। मेरे यो उत्तर मेरे यो दक्षिण सबजना झिङ्गे म परे बस्छिम भन्न त कसको घरभित्र पस्दिम तुतुनो हेर्दा खा छैन 10 दिन पकाएर बिफमा कसलाई पस्किम देखाउँछ चरित्र ऐनाले अश्लील त्यसैले हुँदैन ठिक तेरो तस्बिर झुट बोल्दै लुकाते साँचो ज्यान सबै मेरो धुवाले खाएको कलम अगाडि उठाते राखो मन भित्रै मैले बुझाथे आगो देखाएन मलाई जुत्ताले बाटो दुःख जति सब खुट्टाले पाएको झुक्दिन कहिले टुकीको आमा कसम। टुकी ब्रदरमा गीतमा जस्तो भयो नि रियलमा मलाई एकदम हम्बल लाग्छ गाइस, हम्बल एकदम हैन। किन बवाल लाग्छ। सुरुमा मलाई मन पर्ने त भिटिन हो अभियसली हैन। भिटिन पछि चाहिँ मलाई टुकी ब्रदर एकदम खतरा लाग्छ कि गाइस। तपाईहरुलाई कस्तो लाग्छ सो कमेन्ट गर्नु हैन। उसको हरेक गीत सुन्छु के म अहिले पनि यो मोबाइलमा छ मेरो हैन, सेभ गरेर राखेको छु। भिटिनको, टुकीको, लाउरेको। नयाँ र्यापरहरु खासै चासो हुँदैन मलाई। सो पुरानै र्यापरहरु मन पर्छ हैन। टुकीको लेखाइ चाहिँ बवाल लाग्छ कि मलाई। टुकीले आमामा लिरिकल्स यहाँ छुन्छ यार, यहाँ छुन्छ। किनकि शत्रुहरू भनेको खाने जातो मन नै हो इन्डस्ट्रीको बाग गर्दैछ नेपाल भरि राज नभए जङ्गल बस्ने आँट कसैले नदे हुन्छ धाक निल्नलाई गाह्रो होला घाँस नहुँदा 32वटै दाँत फिर्नलाई गाह्रो भएपछि सास सीतालाई कोसे लिथ्यो लाँदाखेरि कुनै बाटो थिएन मेरो आँखा बन्द तर बाटो थिए म कति गल्ती गरेँ मैले विगतमा धेरै कुरा गयो मेरो सातो लिएर म आइसकेछु हेर कहाँ पुगेर सब गलत मात्र सही भएको के छ सम्बन्ध त सब डढिसक्यो। पछाडिको बाजेहरूलाई चाहिँ कोही चाहिँ यत्तिकै जबरजस्ती ल्याए जस्तो, कोहीलाई चाहिँ खत्रै इनर्जी छ क्या। जस्तै हाम्रो गाउँतिर हुन्छ नि त लाउरे बाहरू कोही आउँछ खतरा नाचिदिन्छ नि त, त्यस्तै इनर्जी छ क्या कोहीमा चाहिँ। सो त्यही देखिरहेको छ होइन। म मिठो खान्छु तँलाई काँचो दिएर सक्नुहुन्छ। खतरा लाग्यो बाजेहरूको चाहिँ होइन। बाजेहरूको स्वाग बवाल लाग्यो, बवाल। सबैलाई पैसा कैछ भोक हुँदैन होइन भन्नेको झादिन्छु मुखैबाट लोभ थन्किँदै गल्लीमै बसेर नखोज हल्लिँदै आइज गर्न ढोक बवाल छ। आमाहरूलाई नि आन्टीहरूलाई नि देखाउनु भएको छ होइन टुकी ब्रदरले होइन। एक्सपेक्ट गानी बुझे बाउबाट संस्कार सिके मेरो गाउँबाट अझै मुटुभरि कति घाउबाट संसारै छोडेर जाउँ लाग्छ सब खोजिरहेछ फेरि दाउ मात्र तर समयले यहाँ भाउ राख्छ चिन्ता नगर भाइ आउला म तर पहिला पुग मेरो ठाउँ मात्र जति डुब्न खोज्दा पनि पौडिने फेरि बस बन्दाखेरि दौडिने यति काम गर्छु मैले दिनदिनै कि सलाम ठोक्छ मलाई मौरीले उज्यालो दिने थियो औचित्य किने ढाक्न सक्थ्यो र औँसीले मलाई छोडी गएदेखि बौसीले आज ठिक पार्दैछ रौसीले बवाल कसैले नदे हुन्छ धाक नभने दिन नभने रात कोहीले नि दिन नभने साथ कसैको हुन्न रहेछ बाल
थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू सो एकदमै टुके ब्रदर होइन टुके ब्रदरको पहिलेदेखि म बिग फ्यान होइन भिडियो कस्तो लाग्यो होइन च्यानलै नयाँ छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला सपोर्ट गर्नु बिस्तारै यस्तै भिडियोहरू अझै दामी दामी ल्याउँछु सो धन्यवाद बाई बाई